आज चाहिँ दामी टुर हुँदैछ। अब यो अझ मेरो दामी टुर हुन बाँकी नै छ। यहाँ त्यहाँ अब नुवाकोट भन्नु कि रसुवा भन्नु कि अब म कन्फ्युजमा छु। यहाँको मान्छे पनि कन्फ्युजमै रहेछ। जस अब नुवाकोट होस् या रसुवा होस् जुन भए पनि झरना चाहिँ घुम्नु जाने हो म। झरना यहाँदेखि देखिन्छ हल्का फुल्का, तर आज मौसम त्यति क्लियर भएन क्या। क्लियर भए दामी हुन्थ्यो। यहाँनिर जाँदैछु म अब त्रिशुली नदी हेर्ने हो गाइस। त्रिशुली नदी देखाइदिइहाल्छु म तपाईँहरूलाई होइन। यहाँ पुरा धानको बिरुवाहरू रहेछ। धानको बिरुवाहरू धानको बिउ अब देखाइदिन्छु म तपाईँलाई। के हो यो जातो होइन, पानी घट्टा भन्ने सुन्नुभएको छ होला। यसरी कुलो लेख्छहरू छ यहाँनिर। यहाँ पनि खेत छ। म बस्ने चाहिँ यहाँ माथि हो होइन। यहाँनिर यही हो त्रिशुली नदी होइन। हेर्दा सामान्य छ तर ओभर गहिरो छ भन्छ होइन। जिन्दगीमा छिरेको छैन म। आएको पनि भर्खर आज तिन दिन जति भइरहेछ। दामी लाग्छ। दामी छ माछा मार्नेहरू के हो थाहा भएन। यस्तो भ्यूहरू दामी दामी छ। मौसम दामी छैन आज त्यति राम्ररी फुलिदिएको। अन्त दामी झर्ना हेर्नु जाने अब अनि झर्ना हेर्नु जाँदाखेरि चाहिँ यसो दामी हुन्छ होला। पानी घटाइदिएछ कि गाई थियो। यतापट्टिको डाँडाहरू दामी छ। तलतिर सबैतिर दामी नै छ। यहाँनिर अब दामी छ यतातिर चाहिँ के हुन्छ बस्दै जाउँ। झर्नाहरू अब काहीँ माथि छ। यहाँदेखि ठ्याक्कै 1 घन्टा जति लाग्छ अरे हिँडेर। यो चाहिँ होइन यता यता हो यतातिर डाँडातिर पर्छ क्या झर्ना चाहिँ। झर्ना पनि जानुपर्छ कुनै दिन। तर यो डाँडाहरू चाहिँ ओभर लाग्यो मलाई। गाउँहरू अब खासै भ्लग गरेको छैन। भर्खर स्टार्टिङ हो। सपोर्ट गर्नु के भन्नु तपाईँहरूलाई। अब यहाँनिर चाहिँ हाम्रो फेरि करोडोको बाइक छ। जिन्दगीमा कहिले नमर्ने बाइक हो हिरो होन्डा। तेल सुँगेर कुदिन्छ गाइस होइन। दामी छ। बाई बाई गाइस। दामी हुँदैछ।